हेलो सबैले नमस्कार। आज सबै सन्चै हुनुहुन्छ होला। म चाहिँ आज चाहिँ पाइला लिन गइरहेको छु। फर्स्ट टाइम चाहिँ मेरो फुपूको छोरा चाहिँ काठमाडौँ आइरहेको छ, उसलाई लिन गइरहेको छु। अब कस्तो हुन्छ, उसको रिएक्सन के हुन्छ, काठमाडौँमा के कस्तो हुँदो रहेछ, फर्स्ट टाइममै ऊ हो आइरहेको चाहिँ। अब कस्तो लाग्यो उसलाई सोध्छु, बाँकी म उतै बाटोमै गएर नै उसलाई भन्छु। हाम्रो यहाँबाट हामी जाने हो बोलियो अनि गइरहेको छ। आजको मौसम फेरि राम्रो छ, बादल लागिरहेछ टक्क बाटो जान्छु। आज चाहिँ के भयो भन्दाखेरि चाहिँ खासमा चाहिँ उसलाई लिन चाहिँ म कोटेश्वर गइरहेको थिएँ है। अनि उसको साथीले चाहिँ होइन दाइ, मलाई मेरो साथीले कोटेश्वरबाट यहाँ बसोटीसम्म ल्याइदिन्छु भने कि। अनि त्यसपछि ल हुन्छ नि त बसोटीसम्म ल्याउँछु भनेपछि चाहिँ मैले किन नै भन्ने। अनि मैले नि उसलाई चाहिँ हुन्छ चोकसम्म आइज नि त, गौशाला चोकसम्म आइज, अनि म तँलाई त्यहीँ लिन जान्छु भने है। अनि त्यही भएर त्यो गौशाला चोकसम्म चाहिँ आइरहेछ। ऊ आइसकेपछि चाहिँ अब उसको रियाक्सन के हुन्छ म चाहिँ उसलाई भेटेर नै भन्नेछु। अब बाँकी कुरा चाहिँ अब भिडियोमा हेर्दै गर्नु होला। म यसरी गइरहेको छु, यो चाहिँ बाटो हो। अब के हुन्छ त्यहाँ उसलाई भेट्छु। उसको चाहिँ फर्स्ट टाइम नै हो कि काठमाडौँमा आउने चाहिँ फर्स्ट टाइम नै हो। फर्स्ट टाइममा आउँदाखेरि अब कस्तो लाग्यो त उसलाई होइन, उसको रियाक्सन हेर्छु। अनि बादल चाहिँ यस्तो, मौसम चाहिँ यस्तो पुरै बादल बादल गइरहेछ। तिमीहरू यस्तो छ हेरौँ। बाँकी कुरा भिडियोहरू पुरा हेर्दै गर्नु होला। तपाईँको म देखाउँदैछु, म तिमीबाट निस्किसकेको छु। यो हाम्रो चाहिँ यहाँबाट चाहिँ हामी ठ्याक्क तपाईँको गौशाला चोक जाने बाटो हेर्न सक्नुहुन्छ। एमसी स्कुल सक्नुहुन्छ। कुकुरहरू भिडिरहेको थियो, यस्तो डर लाग्यो कि मलाई कुकुरहरू भिडिरहेको थिएन। अब हेरौँ के कस्तो हुन्छ कुकुरहरू। यहाँ ठ्याक्क मेन रोडतिर पुग्नु आँट्यो। मेन रोड यो चाहिँ हाम्रो गौशाला जाने चोक। यहाँबाट चाहिँ हामी गौशाला चोकतिर जान्छौँ। सरी, यता चाहिँ रातो पुल, यता देख्न सक्नुहुन्छ रातो पुल हो गौशाला जाने। अब यहाँ चाहिँ मौसम, यहाँ चाहिँ मौसम यसरी यो भ्लगिङ गरिरहेको छु म चाहिँ। पहिलोचोटि भ्लग गर्दाखेरि चाहिँ अब के कस्तो अनुभव हुन्छ त्यो चाहिँ मलाई थाहा छैन, सुरुचोटि हो मेरो नि। त्यसरी पब्लिकको सामने चाहिँ म आफ्नो रुममा चाहिँ कोसिस गर्थेँ कि म बोल्न सक्छु कि सक्दैन भन्ने कुराहरू म कोसिस चाहिँ गर्थेँ। तर यसरी चाहिँ आफ्नो चाहिँ गरिरहेको थिएन म। यसरी बाहिर पब्लिकको सामने चाहिँ यसरी कहिले नि आएको थिएन कि, मतलब आफूलाई गर्छु सक्छु होइन, गर्छु म गर्न सक्छु, भ्लगिङ गर्न सक्छु सोच्थेँ। तर बाहिर मोबाइल निकाल्यो कि मलाई आफूले नै अर्कै भइरहेको हुन्थ्यो कि म सक्छु कि सक्दिनँ, डर मनमा अलग्गै किसिमको डर, त्यही किसिमको डर भइराख्ने कि। त्यही भएर आज चाहिँ अलिकति हिम्मत जुटाएर चाहिँ यसरी भ्लगिङ गर्न सुरु गरेको छु। अब के कतिको हुन्छ सुरुको दिनको भ्लगिङ बोकेर चाहिँ सुरुको दिनमा चाहिँ के कति कमजोरी हुनसक्छ सबै तपाईँहरू भनिदिनु होला। यसरी जाँदैछौँ। यसरी यो चाहिँ हाम्रो जब बालेन चाहिँ काठमाडौँ महानगरपालिकाको चाहिँ मेयर हुनुहुन्थ्यो त्यतिखेर चाहिँ बनाउनु भएको यो फुटपाथ हो होइन। यसरी मजाले हिँड्न सकिन्छ यो फुटपाथमा है, यसरी मजाले हिँड्न सकिन्छ। बोट बिरुवाहरू यसरी छेउछेउमा लगाएर यस्तो छ। आइसकेको छु। मेरो यहाँको राइडरहरू भाइ आइसकेपछि चाहिँ म रुममा लाग्छु। पहिला सुरुमा ऊ आउने चाहिँ वेट गर्छु। फोन गरेँ क्या भाइले, भाइले फोन गरिसकेको छ। हेलो, ए ल ल म पुग्न आँटेँ भाइ। ल ल ल ल भाइ ठ्याक्क फोन पनि गरिसकेँ। पशुपतिनिर उभिएको छु भन्दै अहिले नै गौशाला चोकनिर उत्रिनु भने सायद गौशाला चोकनिर उभिया हुन सक्छ। म चाहिँ यहाँबाट निस्केर लग्यो क्या हो मलाई चाहिँ भेट्छु। भेटेपछि के छ भाइ,
साफ कस्तो थकाइ लागेको सम्म यसो थकाइ लाग्यो कता छ भनेको हो त्यो कता छ कान्छ पारीतिर जान्छु सम्म चाहिँ भाइ सायद पारीतिर छ क्या हो जाने गेटनिर होइन र ए निलो कलरको गाडी हरियो र निलो छ नि होइन त्यहाँनिर प्रजापति भनेपछि ठ्याक्क अहिले एउटा कता छ यार खोज्नु पर्यो अब जहाँ भयो भने खोज्नु पर्यो तर कहाँ छ भन्ने हो कता छ मेरो भाइ तिमी कता छौ तिमीलाई खोज्नु त पर्यो पछिल्लै भन्दा यता अलतिर भन्छ कता हो हेरतिर पहिलोचोटि आएको मान्छे हो त्यसलाई चाहिँ खोज्छु तर छैन त छैन कहाँ छ त कहाँ रहेछ त भाइ हेलो 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 फोन गर्यो है अँ के मार्ग वज्रेश्वरी मार्ग त तेरोमा डाटा छ त ठ्याक्क गौशाला चोकनिर होइन उद्रिया त उता त्यो चावल त्यहाँ अगाडि के लेखेको छ तेरो साइनबोर्डहरू पढ्छ ठिक छ भाइलाई तल छोडेर पनि उसलाई लिन चाहिँ म जसरी पनि अरे कहना क्या चाहते हो जान्छु अब जसरी त जानै परिगयो त आफ्नो भाइ हो होइन उसको चाहिँ तल हाम्रो जुन बिजुलीबाट लास जलाउने घरतिर चाहिँ उता त्यतातिर रहेछ अब उसलाई चाहिँ त्यहाँबाट त्यहाँनिर जानु पऱ्यो म उता तल पुगिसकेको थिएँ फेरि यता होला पिछिरा भयो क्या ठिक छ त्यसलाई जान्छु हेलो हेलो मौसम मस्त छ पानी पर्ला जस्तै छ आकाशको मौसम हेर्दाखेरि त कस्तो रमाइलो छ त्यो चाहिँ जेब्रा क्रसिङ हो हुन्छ अब भाइको त्यहीँ पुगेर म तपाईँलाई गर्छु है मौसम मौसम यस्तो छ मौसम हेर्नुहोस् गाइज मौसम चाहिँ रमाइलो छ रमाइलो मौसम
चिनी होला कसैले पहिलो यो चाहिँ पशुपतिको बस पार्क पशुपतिको आइसक्रिम बचपनमा हामीले यो आइसक्रिम खुब खाने गर्थ्यौँ बचपन की यार मुझे भूल नहीं जाना अरे भन्ने बचपनको याद जहिले पनि ताजा भइरहेको छ कि जहिले पनि बचपनको यादहरू चाहिँ ताजा भइरहेको छ होटल पौवा सही नै हुन्छ के हुन्छ ला 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 आज होइन अब चाहिँ पुग्न आँट्यो है भाइलाई लिने भाइ चाहिँ के हुनुपर्छ त्यही कता एउटै भाइ चाहिँ एउटै छ है भेटिसकेको छु भाइलाई चाहिँ भाइले भेटिसकेको छ भाइले चाहिँ त्यसलाई त्यही रोक्नु पऱ्यो के छ जाऊ हेर क्या थिए त्यो बुकाउने छैन त्यो गर्न गरेर हामीले भेट भयो फाइनल्ली हेर कस्तो भयो त काठमाडौँको यात्रा गाडी कति घन्टा जानु पर्यो 6 घन्टा है सुते कति बेलुका राति कति बजी भयो बेलुका 2:15 देखि लिएर 8:15 सम्म बिहान 8:15 ए त्यत्रो है यो गाउँलेको पुरा बजारै गाडी त्यसपछि बिहान खाना कहाँ खुवायो खाना खुवायो कि नै कहाँ खुवायो बिहान ए बिहान कति बजी खुवायो खाना 10:30 बजीतिर खाना खुवायो भनेपछि त्यस्तो छ तिमीहरू ऊ गाडी त्यहाँ बनेपाल जाने गाडीमा आयो क्या होइन त्यही त भनेको त्यही त त्यहाँ उहाँ कोटेश्वर त अहिलेको कहाँबाट आयो भने अनि कस्तो लाग्यो त तँलाई काठमाडौँ किन हराउने जस्तो लाग्यो काठमाडौँ 1-2 दिन हो त्यसपछि त केही लाग्दैन मौसम चाहिँ मस्त छ है होइन मौसम चाहिँ त्यस्तै हुन्छ यहाँको मौसम टक्क रमाइलो खालको यतिको मौसम चाहिँ हुनुपर्छ अनि अरू सुन के छ काठमाडौँ त आइयो होइन धेरै सपना लिएर आइयो होइन कतिको पुरा हुन्छ भन्ने कुरा अब बाँकी अब ऊ भयो आउनु त आइयो अब कतिको पुरा हुन्छ भन्ने हो ठिक छ अब हामी चाहिँ यहाँबाट सर रुम जान्छौँ बाँकी कुरा अब रुम पुग्ने बेला गरौँला गाडीमा कोही हुँदैन आजभोलि हुने भनेका हो तिनीहरू मात्र होला कहिले छ तिनीहरूको लोकसेवाको एक्जाम अब भोलि छ क्या होइन हो त्यो लोकसेवा म आउँदाखेरि पनि उतिखेर लोकसेवा एक्जामवाला मात्र थियो क्या त्यतिखेर त्यतिखेर लोकसेवाको एक्जाम दिनेवाला ए त्यही त लोकसेवा दिनेवाला नि भन्नु ठिक छ आज मैले भ्लगिङ गरेको फर्स्ट टाइम हो क्या फर्स्ट टाइमबाट भ्लगिङ गरेर आएको कतिको हुन्छ भनेर
अब हेरौँ कतिको हुन्छ 8 देखि स्टार्ट गऱ्यौँ गरौँ दैनिकी कुराहरू सधैँ आउनेछ एकदमै अपडेट गरिराख्नेछौँ हामी यसमा हाम्रा Yeah, boy. राम्रा नराम्रा नराम्रा त होइन फेरि राम्रा एकदम ज्ञानमूलक कुराहरू ज्ञानमूलक कुराहरू चाहिँ बढी आउँछ होइन ज्ञानमूलक कुराहरू देशमा भइराखेका विद्यमान घटनाहरू आउँछन् तपाईँहरू एकदम अपडेट भइराख्नु होला गाइज तपाईँहरू अपडेट भइराख्नु होला ती कुरा लाइक कमेन्ट सेयर सब्सक्राइब त्यो त अब भन्नु भयो भने त्यो त अब तपाईँहरूले भिडियो बनाउने काम हाम्रो भयो साथ दिने काम तपाईँहरूको भयो हो कि होइन त्यो चाहिँ हुनुपर्छ अब हामी गौशाला चोक पुग्न आँट्यौँ यसरी गौशाला यताबाट फुटपाथबाट हेर्नु पऱ्यो कान्छ फुटपाथबाट हेरेपछि मात्र हामी सही समय सही ठेगानमा पुग्छौँ त्यही हो पुगिरहेको छौँ के छ ठिक छ नि पुग्यो काठमाडौँ आज टाइम अलि फ्रेस अलि भयो भने पशुपतिको आरती हेर्न पनि आउला त्यो भयो भने टाइमिङ मिल्यो भने है कतिको त थकान कतिको लाग्यो खा ए नत्र थकान नलागेपछि यहाँ आरती हेर्न होला अहिले ल आज आरती पनि हेरिने भयो भाइ आएर आफ्नो रुम जाने बाटोतिर आइसक्यौँ रुम जाने यो चाहिँ एमसी स्कुल अब एम्स कलेज स्कुलबाट अब हामीहरू जान्छौँ आफ्नो रुमतर्फ के छ जान्छ खबर ठिक छ मेरो बाल्यकाल क्या बोला तूने? मेरो बाल्यकाल मेरो बाल्यकाल बाल्यकाल ल अब यहाँदेखि आयो भिर र पहिरो खोलाको बाटो नहिँड्नु डरैलो
यहाँदेखि उकालो हुन्छ यो उकालो चढ्ने खेला अब हाम्रो सबसे बढी दुःख दिने बाटो क्लोज है ओह्रालो यहाँबाट त्यो उकालो सक्ने गाह्रो छ जिम्मेवारीको चोको गएको यो त के छ अब आउँछ ठुलो यहाँ रुम जानु यहाँ माथि होला यही हो अरे बाबा उठा ले मेरे को नहीं रे इन दोनों को उठा ले भिर र पहिरो भ्या भ्या हुन्छ क्या हो निकल जा नहीं तो मैं इसको भी नहीं छोड़ूंगा निकल निकल भगवान मेरा सबर छूटा जा रहा है निकल यही चढ्न चाहिँ गाह्रो हुन्छ कि खासमा चाहिँ अरू जङ्ग हुन्छ नि टक्क आयो हामीहरू आयौँ अब ठ्याक्क हाम्रो बस्ने घर पुग्यो यो हामी बस्ने घर हो हामी टक्क यसरी आउने अब कान्छ हेलो ये हिरो क्या बोला तूने पुग्यो भन्छ भने पुग्यो एक कोठा हो